Hi everyone, namaste. Welcome back to my another vlog. अनि होप सबैजना सन्चै हुनुहुन्छ होला, आरामै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै आरामै छु र आफ्टर लङ टाइम चाहिँ फेरि पनि न्यू भ्लगको साथमा ब्याक भएको छु। सो हेरेर सबैले साथ दिनुहुन्छ होला भन्ने आशा राखेको छु र हेरेर सबैले साथ दिनु होला। त्यही हो र गाइज, अब यत्रो दिन किन ग्याप भइरहेको थिएँ, किन भन्दाखेरि चाहिँ हजुरहरूलाई मैले कुनै पनि कुरा चाहिँ अलिकति के भन्छ डिटेलमा भनिरहेको थिएन हैन। र अब चाहिँ त्यो कुरा फाइनल्ली म हजुरहरू सबैलाई चाहिँ डिटेलमा भन्न गइरहेको छु र त्यही हो। अब के कुरा हो भन्ने कुरा त हल्का हजुरहरूले हिन्ट्स त पाइसक्नु भएको थियो होला। मैले अघिल्लो भिडियोहरूमा हल्का फुल्का त भनिरहेको थिएँ, तर अलिकति डिटेलमा के हो कसो हो भन्ने कुरा चाहिँ हजुरहरूलाई जानकारी पक्कै पनि भएको छैन होला हैन। र त्यही हो। अब म एउटा के सोच्थेँ भने हैन, म अब डेली भ्लग गर्छु, मेरो डेली लाइफको बारेमा अपडेटहरू दिन्छु। एउटा डकुमेन्ट्री टाइपको हुन्छ नि, अब डेली भ्लग भएपछि त एउटा डकुमेन्ट्री जस्तो भयो नि त, त्यो टाइपको हुन्छ होला, गर्छु होला भन्ने सोचेको थिएँ। तर अलिकति अब समय परिस्थिति बस अलिक त्यो खालको कन्टेन्टहरू हजुरहरूलाई मैले दिन सकिनँ। अनि त्यस्तै थियो होइन, टाइमै अनि टाइम पनि नपाउने अलिकति त्यस्तैले नै भयो। अनि अब ठिकै छ। अब चाहिँ हजुरहरूलाई म सधैँसम्म कन्टिन्यू अब भ्लगहरू हाल्छु कि भन्ने छ होइन। त्यही हो। अब के भन्ने होइन, मैले हजुरहरूलाई भनेको थिएँ नि एक दुईवटा भिडियोहरूमा, बिस्तारै नयाँ नयाँ राम्रो कन्टेन्टहरू आउने छ। हजुरहरू मेरो च्यानललाई सब्सक्राइब गरेर बस्नु होला। अलिकति हुन्छ नि, मेरो फ्युचरको बारेमा, मेरो भविष्य के कता जाँदैछ, कता हुँदैछ, मेरो आगामी दिनहरूमा के कस्तो उहरू भइरहेछ, त्यो कुराहरू म हजुरहरूलाई देखाउने छु। त्यो भएर हजुरहरू सबैजना सब्सक्राइब गरेर बस्नु होला भनेको थिएँ नि मैले। र त्यो चाहिँ अब के हो भने होइन, फाइनल्ली अब मेरो चाहिँ अब विदेशको यात्रा हुँदैछ होइन। र त्यो पनि अब धेरै टाइम छैन, धेरै दिन विदेशको यात्रा मेरो अब चाहिँ सुरुवात हुनेछ अलिक दिनपछि। त्यही हो। अनि त्यो भएकोले चाहिँ अब यस्तो हो, मैले हजुरहरूलाई किन कन्टिन्यू भ्लग दिन सकिनँ भन्दाखेरि चाहिँ त्यही थियो। अब मैले क्लासहरू लिइरहेको थिएँ होइन, भएर चाहिँ क्लास पनि जानु पर्यो, घरमा नानीहरू पनि हेर्नु पर्यो। त्यही त हो, गृहिणी हो होइन। अलिकति अब एउटा सिङ्गलहरूलाई जतिको सजिलो चाहिँ हुँदैन नि त। अनि त्यो भएर चाहिँ बरु मैले भ्लगलाई चाहिँ बिस्तारै भ्याएको बेलामा कहिले गरिरहेको थिएँ होइन। अनि बिस्तारै गर्छु। अब फुर्सद भएपछि, राम्रोसँग फुर्सद भएपछि गर्छु। यसरी आफूलाई चाहिँ एकदम स्ट्रेस भइ चाहिँ गर्दिनँ भनेर नै मैले भ्लगलाई चाहिँ थन्काएको थिएँ होइन। कहिलेकाहीँ चाहिँ तर दिइ पनि रहेको थिएँ होइन, जस्तो अब अपडेट भइरहेको थिएँ, राम्रो प्रपर त भन्दिनँ होइन। अनि त्यो भएर चाहिँ त्यसरी चाहिँ भ्लगहरू अलिकति म अलिकति अब ओझेलमा परेको थिएँ भनौँ न। सो अब चाहिँ फाइनल्ली हेरौँ, अब मेरो यात्राको लागि चाहिँ अब रेडी गर्दैछु मैले। हजुरहरूले यहाँ ब्याकग्राउन्डमा देख्न सक्नुहुन्छ होइन। यहाँ चाहिँ मेरो कपडाहरू चाहिँ अब मैले चाहिँ प्याकिङको लागि चाहिँ छुट्याइरहेको छु होइन। अनि यहाँनिर चाहिँ यो मैले चाहिँ उता लाने कपडाहरू सबै निकालिरहेको छु। अनि यतापट्टि हेर्नु न, यहाँ सामान यति धेरै छ, यहाँ छ उता लाने सामान। मैले यो मेरो नलाने कपडाहरू चाहिँ यहाँनिर यसरी राखिरहेको छु। अनि यतातिर चाहिँ यसरी छोराको कपडाहरू पनि मिलाएर राखिदिइरहेको छु होइन। त्यही हो। अब म आज चाहिँ मेरो प्याकिङ हुन्छ दिनभरि होइन। अब के अझै पनि हल्का अब सपिङ गरेको भ्लग चाहिँ मैले गर्न पाइनँ। अलिकति हामी रसमा थियौँ क्या होइन, एकदमै रसमा। यसपालिको टाइम चाहिँ यस्तो थियो कि है, हरेक कुरा चाहिँ यो सालमा भयो भनौँ न हाम्रो चाहिँ होइन। अनि मम्मी पनि आउनुभएको थियो, मेरो माइतको मम्मी। अनि मम्मी आउनु हुँदाखेरि मम्मी चाहिँ अलिकति बिरामी नै भएर आउनुभएको हो नि त। त्यो भएर मम्मीलाई हस्पिटल दिदीहरू यताउता गर्दै पनि, अनि मसँग अब सपिङ गर्ने साथी पनि दिइराख्नु भएको थियो दिदीहरूलाई। त्यो भएर चाहिँ अलिकति सपिङ गर्दाखेरि चाहिँ अब भ्लग गर्दाखेरि मेसो नै हुँदैन क्या, अब के चाहिरहेको हुन्छ कता के अब होइन। त्यो भएर चाहिँ अलिकति सपिङ यताउता गरेको भ्लगहरू चाहिँ खिच्न पाइनँ, मैले सकिनँ। तर हामीले सपिङ चाहिँ अब चाहिँ लगभग गरिसक्यौँ भनौँ न। अब अलिकति केही छुटपुट छ, त्यो चाहिँ अब जानेछौँ एक दिन फेरि होइन। अनि अब यहाँ छ मेरो लगेज चाहिँ, यता पनि छ सामान त्यस्तो। अनि
अब यसमा चाहिँ मैले के कति अर्स सामानहरू मिलाएर चाहिँ राख्न खोजिरहेको छु। त्यही हो, अब हेरौँ, अब के भन्नु होइन, अब हेरौँ के हुन्छ जिन्दगीमा अगाडिको दिनहरू। होप फर द बेस्ट होइन, अनि राम्रो होस्। अब जे हुनु नआट्न आँटिसकेपछि अब राम्रो हुन्छ भन्ने सकारात्मक सोचले नै अगाडि बढ्नुपर्छ भन्ने लाग्छ मलाई चाहिँ। त्यही हो कामतिरै लागौँ गाइज। अब यहाँ राख्छु म, काम गरौँ है त। ओ माई गॉड, अब यो मेरो रुम पनि केही दिनमा बिरानो हुँदैछ होइन। त्यही हो, अब के भन्नु, मान्छे भइसकेपछि कहिले कहाँ पुग्नै पर्छ। त्यो एउटा कुरा यस्तो भनेर अल्झेर बसेर पनि अलिकति नचल्दो रहेछ जिन्दगी। अब समयले जता दौडाउँछ त्यता नै आफू अलिकति फ्लेक्सिबल भएर चल्नु सक्यो भने नै त्यो नै सहज हुँदो रहेछ क्या। अब होइन, मैले त यो चाहेको थिएँ, यो भयो भने झन् साह्रो, जता भए पनि राम्रो भयो भने भयो। तर आफूले आफूलाई एकदमै फ्लेक्सिबल बनाउनु पर्यो क्या, आफ्नो सोचाइदेखि लिएर होइन। त्यस्तो चाहिँ गर्नुपर्दो रहेछ जस्तो लाग्न थाल्यो क्या। अब मलाई पहिला अब अलिकति कुरा गरिहाल्नु है, मलाई पहिला म विदेश भनेको म नाम पनि लिन मान्दिनँ थिएँ होइन। म विदेश नजाने भन्थेँ, तर अब हेर्नु त अब मेन्टल्ली नै म एउटा प्रिपेयर केही नै थिएन क्या अब विदेशको बारेमा चाहिँ। तर अब म यस्तो कन्डिसनमा आएँ कि पछि मलाई त्यो हुन्छ नि, यस्तो त्यो मलाई हुन्छ नि, त्यो मेन्टल्ली मलाई प्रिपेयर हुन म आफूलाई चाहिँ बुझाउन चाहिँ यति गाह्रो भएको थियो कि होइन, यति गाह्रो भएको थियो कि त्यो त मलाई मात्र थाहा छ होइन। अब यति गाह्रो पनि हुनु त हुँदैन थियो होला, तर अब बच्चा छ होइन, बच्चालाई छोडेर जाने भइसकेपछि एउटा आमालाई कस्तो हुन्छ त्यो त अब बच्चा भएर छोडेर जानुहुनेलाई नै थाहा छ होला होइन। र कतिपय हामीले अब देखि पनि हुन्छौँ सामाजिक सञ्जालहरूमा, अनि अब त्यो त्यस्तै नै हुन्छ क्या। अनि मलाई कतिचोटि म भक्कानिएको छु, कतिचोटि म एकान्तमा रोएको छु होइन। अनि म पहिला यति गाह्रो हुन्थ्यो, तर अब मैले कहिले पनि यसरी देखाइनँ होइन। अनि मैले त्यसको लागि चाहिँ मैले आफूलाई ओभरकम गर्नलाई, आफूलाई जित्नलाई यस्तरी हुँदैन भनेर भन्नको लागि चाहिँ आफूले कति कुराहरू चाहिँ आफूमा चेन्जेसहरू ल्याएँ क्या होइन। अब म त्यति बेलातिर चाहिँ कस्तो गर्थेँ भने होइन, अहिले चाहिँ म धेरै नै भइसकेको छु, मलाई सहज भइसकेको छ अहिले चाहिँ होइन। अब चाहिँ म मेन्टल्ली पनि प्रिपेयर भइराखेको छु र अब चाहिँ आफूलाई बुझाइसकेँ भनौँ न। र त्यो बेला चाहिँ फर्स्टमा चाहिँ मलाई कस्तो हुन्थ्यो नि, के भन्छ, पुरा गाह्रो हुन्थ्यो क्या। अनि मैले चाहिँ अनि पछि चाहिँ अनि एकदम गरेँ क्या, अलिकति बिहान चाँडै उठ्ने, अनि अलिकति योगाहरू जस्तो अलिकति ध्यान, अलिकति के भन्छ के अरे भजन कीर्तनहरू सुन्ने होइन। अनि अलिकति के भन्छ त्यो एक्सर्साइजहरू टाइपको होइन, उठेर गर्ने, माथि तल कुद्ने, यस्तो मैले गरेँ क्या। अनि त्यो पछि मैले डेली गरेँ, त्यो गरेर चाहिँ मलाई चाहिँ कति धेरै सहज भयो। अनि मैले त पूजापाठहरू पनि कन्टिन्यू गर्न थालेँ होइन, आफ्नो कुलपितृहरूतिर त्यसरी। अनि त्यो कुराहरूले चाहिँ मलाई यति धेरै चाहिँ त्यो शान्ति मिलेको जस्तो भयो क्या। अब हुन्छ नि, आफूलाई चाहिँ कति चेन्ज गरे जस्तो भयो क्या मलाई। अनि अहिले चाहिँ अनि अलिकति अब धेरै त होइन, तर त्यो फेज हेरेर अहिले त म धेरै नै स्ट्रङ भएर धेरै नै म आफूलाई यसरी अगाडि ल्याएको जस्तो लाग्छ क्या। त्यो टाइपमा त म पुरै हुन्छ नि, मेरो अब मलाई अब दिदीहरूले पनि भन्नुहुन्थ्यो तँलाई चाहिँ कस्तो देखिन्छ यताउता भन्नुहुन्थ्यो नि त। अब मेरो फेस चाहिँ पुरै डल, अब त्यो हुन्छ नि एकदमै केही चाम नभएको, एकदमै अनुहारै कस्तो भइसकेको थियो क्या। अनि मलाई दिदीहरूले आफ्नो आफन्त परिवार सबैले एकदमै धेरै सम्झाउनुहुन्थ्यो। अब यसरी छोडेर गए पनि हामी छौँ, यताउता सब यति धेरै सबैले सम्झाउनु भयो, यति धेरै सबैले गर्नुभयो। त्यो सम्झाएर पनि मलाई धेरै नै हेल्प भयो होइन। र त्यसको साथसाथै मान्छेले अरूले भनेर भन्दा पनि आफैलाई नै जबसम्म हामीले जित्दैनौँ, अलिकति
त्यो त अनि मात्र हुन्छ क्या। अनि तर मैले चाहिँ अब अरूले सबैको उसले हो, तर अलिकति आफूलाई कसरी हुन्छ त्यसरी अब चेन्ज गर्नु चाहिँ पर्दो रहेछ होइन। आफ्नो मेरो डेली रुटिनमा नै अलिकति मैले परिवर्तन पनि ल्याएँ क्या। अनि सकेसम्म चाहिँ अब त्यो कुराहरूलाई चाहिँ अर्को पाटोतिरबाट सोच्न थालेँ क्या। अब म किन जाँदैछु, के को लागि जाँदैछु, कसरी जाँदैछु, त्यो सब कुराहरू चाहिँ मैले केलाएँ क्या। अनि त्यो केलाइसकेपछि चाहिँ अब भन्ने कुरा एउटा हुन्छ नि, अब चाहिँ यो है यति हो है तैँले सोच्नुपर्ने भनेर एउटा यत्रो निष्कर्ष निस्किसकेपछि चाहिँ एकदमै सजिलो भयो क्या मलाई। हजुरहरूलाई लाग्छ होला अब किन चाहिँ यस्तो गाह्रो भइ अब बच्चा छोडेर जाने त भन्ने पनि लाग्छ होला। अब यसको डिटेल एकदमै भन्नु पर्दाखेरि त धेरै नै लामोहरू हुन्छ होइन। तर हामीले पहिला चाहिँ अब बच्चा पनि सँगै लाने भनेर नै अब गरे हो होइन। अब तर अब वहाँनिर अब कन्डिसन पनि त हेर्नु पर्यो अहिले आएर होइन। अब पहिला मैले चाहिँ अब म चाहिँ कस्तो थिएँ भने अब बच्चा पनि सँगै लाने हो भने अब यसको लागि प्रोसेस गर्ने विदेशको लागि, नत्र भने म बच्चा छोडेर चाहिँ कहीँ पनि जाँदिनँ भने होइन त। पहिला नै मैले त्यसो भनेको। अनि अब त्यो गर्नु मिल्छ, अब बच्चा लानु मिलिहाल्छ, मिलेपछि चाहिँ अब प्रोसेस गर्दा भयो भनेर हामीले त्यसरी प्रोसेस गरेको। अनि पछि अब मेरो बुढा पनि अब जाने बेला बिचरा सन्चो भएन होइन। अनि ऊ पनि गएर कति धेरै अब रेस्ट गरेर बस्नु पर्यो, कामहरू गर्नु मिलेन। अनि के भन्छ अब त्यहाँको कन्डिसन अलिकति अब त्यस्तै भयो, अलिक गाह्रै भयो होइन। धन्न बहिनीहरू थियो र बहिनीहरूले गर्दाखेरि धेरै सहज भयो। अनि त्यो भएर चाहिँ अब अहिले नै बच्चा अब मेरो पनि त गएर अब कुनै पनि कुराहरू अब अहिले फिक्स छैन, मैले पनि बुझेको छुइनँ। त्यहाँ गएर मैले पनि अब राम्रो गर्न सकेँ भने अब फ्युचरमा चाहिँ हाम्रो त्यो प्लान छ, नानीलाई पनि सँगै लाने भन्ने प्लान चाहिँ छ होइन। तर अहिलेलाई चाहिँ अब अलिकति बुझौँ, अब त्यहाँ अलिकति राम्रोसँग सेटल भयौँ भन्ने कुराले चाहिँ हामीले चाहिँ छोरालाई चाहिँ नलाने भन्नेमा नै पुगेको हो। र यो कुराले मलाई यति धेरै हर्ट भएको थियो कि अघि भनिहालेँ नि म कसरी यतिसम्म भइसकेँ। अहिले अलिकति मेरो अलिकति अनुहारमा पनि अलिकति अहिले चाहिँ उज्यालो फर्किएको छ जस्तो लाग्छ मलाई आफूलाई पनि होइन। यस्तै हो, जति कुरा गरे पनि हजुरहरूले मेरो कुरा बुझिसक्नु भयो होला। र त्यही हो, अब बिस्तारै यात्रा अगाडि बढ्ने छ। र आजको लागि चाहिँ मैले यहाँनिर अब लाने कपडा नलाने कपडा, घरमा कता के यहाँ कोठा अब सबै अब म नजाने भइसकेपछि त नानीको लागि पनि सबै कुराहरू त अलिकति अब यहाँ सजिलो बनाइदिइराख्नु पर्यो नि त होइन। उसले चाहेको बेलामा खोज्ने बेलामा भेट्नु पर्यो, बच्चै छ, सानै छ। अनि त्यो भएर चाहिँ सबै कुराहरू पनि मिलाइदिइरहेको छु। अनि त्यही हो, यहाँनिर यसरी मैले योहरू चाहिँ पहिला चाहिँ थिएन, अहिले म सबै हेर्नु न यहाँ टाई राख्ने यस्तो सबै मिलाइदिइरहेको छु क्या। अब एउटा आमा भइसकेपछि यति सजिलो फुत्त उठेर जानु मनले कहाँ सक्छ होइन। अनि यसरी मैले सबै कुराहरू चाहिँ मेरो अब कोठामा छोरालाई सहज होस् भनेर चाहिँ गरि पनि रहेको छु। र अब मलाई चाहिँ एकदमै अब मम्मी पनि छैन, ड्याडी पनि छैन भनेपछि त अलिकति निस्राउँछ भन्ने जस्तै लाग्छ क्या छोराछोरी। अनि जस्तै नै फ्यामिली हुनुहुन्छ, सबै हुनुहुन्छ, तर अब आफ्नो बाबा आमा भनेको चाहिँ बाबा आमा नै हुन्छ क्या बच्चाहरूको लागि। त्यो भएर चाहिँ अब मेरो छोरालाई चाहिँ मैले चाहिँ उसलाई न्यास्र नलागोस्, उसलाई मम्मी यहीँ छ जस्तो फिल होस्, बच्चै भयो पनि होइन भनेर चाहिँ मैले चाहिँ फाइनल्ली अलिकति कोठातिर पनि देखाउँछु ल। सबै मेरो फोटोहरू यसरी बनाएर यु क्यान सी, कसरी देखाउँ, यहाँनिर यसरी मेरो फोटो मम्मीको फोटो बनाएर राखिदिएको छु। अब म यताबाट देखाउँछु ल। त्यहाँ छ मेरो फोटो। अनि हल्का यसरी डेकोरेट गरेँ। यहाँनिर चाहिँ अब हामी 5 बहिनी छोरीको अब 5 बहिनीमा 4 जनाको त बिहा भयो, कान्छी र कान्छाको बिहा नभएको होइन। अनि त्यसपछि हामी सबैजना छोरीको, अनि हाम्रो तल के भन्छ तल मेरो सुबिन भाइको, अनि हाम्रो पर सबैजना हामी सबै छोरीहरूको छोराहरूको यहाँ चाहिँ हाम्रो नानीहरू के को फोटो बनाइदिएको छु मैले। अनि यहाँ चाहिँ यसपालि मम्मी आउनु भएको, अनि हामी बुढा सुब्बा यताउता भिजिट गर्दाखेरिको यो चाहिँ एउटा मेमोरी सम्झना छ होइन यसरी। र यहाँनिर छ मेरो प्यारा प्यारा एकदमै मेरो ढुकढुकीहरू नै भन्छु म चाहिँ होइन। यहाँ चाहिँ छौँ हामी 6 जना, ठुली माइली साइली म बहिनी भाइ, हामी चाहिँ यतिजना हो सन्तान होइन। हामी 6 जना सन्तान हो। र यता पनि छ, यो चाहिँ मेरो भाइ र बहिनी हो।
अनि यो चाहिँ म हो होइन। अनि यहाँ मेरो छोरा र म छु। अनि यहाँ छ मेरो बुढा, अनि यो चाहिँ छोरा, सानो सानो फोटोहरू। र मेरो छोराको चाहिँ यहाँनिर मैले सानो कलेक्सन राखिदिएको छु सानोको, योहरू फोटोहरू। यो मेरो सानोको छोरा हो। अनि यो चाहिँ अलिक ठुलो यसपालिकै हो यो चाहिँ होइन, पहाड जाँदाखेरिको घर, पहाडको घरको मेमोरी हो यो चाहिँ छोराको। यो चाहिँ सबै यता नै हो। र मेरो छोराको अर्को यहाँ मेरो माइली छामा। अनि यो चाहिँ मेरो बुवा भाइ बुहारीको छोरा। अनि मेरो छामाको चाहिँ नाति। अनि यो चाहिँ मेरो छोरो। अर्को दुईटै नातिहरूसँग बोजूको फोटो यसरी राखिदिएको छु होइन। अनि यहाँ चाहिँ एउटा नेपालको झन्डा पनि छ। ल अगाडि चाहिँ अब यस्तै छ होइन। अनि मेरो कोठामा चाहिँ मैले यति धेरै फोटोहरू बनाएर राखिदिएको छु कि मेरो छोरालाई यता हेरे पनि मम्मी छ, उता हेरे पनि मम्मी छ भनेर फिल होस् जस्तो लाग्यो। अनि मैले गरिदिएँ। अनि माथि पनि फोटो एकदमै धेरै बनाएर राखेको छु यसपालि चाहिँ। अब यस्तो हो नि त, फोटोहरू चाहिँ अब एकदमै पहिल्यैदेखिको फोटोहरू हो। यो सानो सानो बेलाको देखिराख्नु भएको छ हजुरहरूले। अनि अब पहिल्यैदेखि मैले चाहिँ फ्रेम बनाउने भन्दै त्यत्तिकै खै के अब नजुरेको होला भनौँ न अब। अनि यति बेला चाहिँ सबै अब त्यो फोटो, र म उहाँ गएर त अब म कहिले आउँछु थाहा छैन होइन। अनि अब त्यति बेलासम्म त मेरो मोबाइलमा यो फोटोहरू रहन्छ कि रहँदैन होइन। त्यो भएर चाहिँ अब मैले राम्रो अलिकति राम्रो अब त्यस्तो फोटोहरूलाई चाहिँ फ्रेम बनाएर राखेँ। अब मेरो सामग्रीहरू त के छ भन्नु त खै होइन। अब मेरो आफ्नै लाउने कपडाहरू छ। अनि अलिअलि केही पनि छैन भनौँ, सामानहरू त प्रायः मेरै नै छ होइन। मलाई नै चाहिने लुगा कपडाहरू छ। अनि यहाँनिर मैले फाल्टु लान आँटेको भनेको चाहिँ यो एउटा कुकर हो। यो कुकर छ। अनि अरू त सबै लत्ता कपडा भन्ने जस्तो मात्रै छ होइन। अब त्यही हो, अब धेरै लान पनि नपाउने रहेछ। 30 केजी रहेछ लगेजमा हाल्ने। अनि फाल्टु ह्यान्ड क्यारी भनेको चाहिँ त्यही 7 केजी रहेछ। अनि त्यतिमा अब हेरौँ के अट्छ। त्यही हो, छोडेर जान मन हुँदैन मान्छेलाई होइन। तर अहिले आएर चाहिँ कहिलेकाहीँ यसो पनि लाग्छ, म नेपाल किन छोड्न चाहदिनँ थिएँ कि, म कहिले नेपालै छोड्न चाहदिनँ थिएँ। तर अब समयले त्यतै डोरायो, त्यतै नै लाने भयो। अनि अब त्यसैतिर फेरि मेन्टल्ली त अब त्यतै मेन्टल्ली प्रिपेयर त हुनु पऱ्यो नि त। अब त्यही हो, अब विदेश गएर पनि एउटा एक्सपिरियन्स बटुलिन्छ होला होइन। जीवनको एउटा पाटोमा केही न केही क्षण त्यताको पनि आफूले चाहिँ अनुभव गर्न पाइने भयो। त्यो चाहिँ खुसी लागेको छ। अब नेपालमा यस्तो हुन्छ, विदेशमा कस्तो हुन्छ भन्ने मान्छेहरू हामीहरू कौतूहलता हुन्छ नि। त्यो भएर चाहिँ अब त्यो कौतूहलता चाहिँ मेरो मेटिने छ। त्यस्तो साह्रो कौतूहलता नै लाग्दैन थियो क्या अब विदेशको पनि फेरि भनौँ भन्दाखेरि। अनि तर अब अहिले चाहिँ आएर कौतूहल लाग्न थालेको छ। अब आफ्नो जाने नै पर्ने भएपछि चाहिँ अब अलिकति त्यसमा पनि इन्ट्रेस्ट त जगाउनु पऱ्यो नि होइन। अब यस्तै निन्द्रा झुलेको नुन खाएको कुखुरै भएर त हिँड्नु भएन। ल लेट्स सी अब के हुन्छ। अब आँटिदिउँ न त, आँटिहाल्यो अब ल भन्ने चाहिँ भइरहेको छ। के गर्नु, यति धेरै जिन्दगीमा म हुन्छ नि कति कुराहरू गरेँ, कति के यस्तो गर्छु भन्थेँ होइन। तर लास्टमा आएर कहाँनिर यसरी फेरि आफूलाई त्यो ठाउँमा मेन्टली प्रिपेयर गर्नु परेको छ होइन। अब पहिला म नेपालमै बस्छु, नेपालमै गर्छु भनेर एकदमै मेन्टल्ली त्यसरी आफूलाई सोचेको थिएँ नि त। अनि अहिले आएर फेरि त्यसको फर्लकै पाना अर्कोतिर पल्टिँदाखेरि चाहिँ फेरि पनि एकचोटि चाहिँ अलिकति आफूलाई सङ्घर्ष भयो। अरूलाई त के हुन्छ होला होइन, अरूले नगरी त हुँदैन, फ्यामिली सबैभन्दा हो होइन। तर आफूलाई पनि एकदमै त्यो सङ्घर्ष पर्दो रहेछ क्या। अब सोचेको कुरा यस्तो गर्छु भनेर अब सोचिरहेको हुन्छौँ नि त हामीले। अब फेरि ठ्याक्राकै त्यसलाई अर्कोतिर भएपछि अब त्यसलाई स्वीकार्नु पर्दा चाहिँ अलिकति सङ्घर्ष चाहिँ हुन्छ।
अब त्यो सङ्घर्षलाई चाहिँ जित्नै पर्छ फेरि हैन, नजितेर पनि हुँदैन। मलाई एकदम हाई आयो, अल्छी लाग्न लाग्यो। अब यो प्याकिङहरू गरेको ब्लग चाहिँ हेरौँ अब आउँछ कि के हुन्छ हैन। अब प्याकिङ गरेको ब्लग चाहिँ के देखाउने होला र, अब सामानहरू यतै छँदैछ यही खरबस्ते हैन। अब यही कुराहरू हो मैले यहाँनिर यो ब्यागमा उमा लगेजमा हाल्ने। अब यो गर्छु र अब त्यही हो, हजुरहरूलाई एउटा इन्फर्मेसन चाहिँ दिएँ। म यो इन्फर्मेसन चाहिँ दिन खोजिरहेको थिएँ, फाइनली हजुरहरूले पाउनुभयो, अलिकति स्पष्ट हुनुभयो जस्तो लाग्यो हैन। त्यही हो र किप वाचिङ गाइज। अब फेरि भोलिको दिनमा के हुन्छ अनि हेर्नुपर्छ र त्यसपछि अरू के छ अझै पनि बाँकी कुराहरू, त्यो कुराहरू पनि हजुरहरूलाई म देखाउने नै छु ल। त्यही हो, अब विदेश यात्रा के कस्तो हुन्छ हजुरहरू किप वाचिङ अनि किप सपोर्टिङ है त। के ब्लग भयो मलाई नै थाहा छैन हैन, कहाँ स्टार्ट गरेँ कहाँ टुङ्ग्याएँ भन्ने नै मलाई नै टुङ्गो छैन साथीहरू। अब त्यस्तो भए पनि हेरौँ, सबैले धेरै धेरै सपोर्ट गरिदिनु होला। अब म विदेश गएर पनि एकदमै ब्लग चाहिँ भ्याएसम्म हाल्ने कोसिस गर्नेछु हैन। त्यही हो ल, अब चाहिँ यति नै गरौँ है। अब धेरै लामो भिडियो पनि हुन लाग्यो। अब यहाँनिर भरै प्याकिङ स्याकिङ यताउता हुन्छ होला मेरो। आज अल्छी अलिकति गर्दैछु। अब यो अल्छीलाई मैले फेरि आज पनि नकआउट हानेन भने ढिलो पनि हुनसक्छ मलाई हैन। त्यही हो, अब प्याकिङ स्याकिङ छिटो गर भनेर अर्डर आएछ हैन। अब अनि त्यो भएर पनि गर्नुपर्ने छ आज चाहिँ मैले जसरी भए पनि। त्यही हो, थ्याङ्क यू सो मच एभ्री वान फर वाचिङ एन्ड सपोर्टिङ मी। र यसरी नै साथ दिइराख्नु होला सबैले र माया गरिदिइराख्नु होला र मेरो च्यानललाई सब्सक्राइब पनि गर्न नभुल्नु होला है त। सो यति भन्दै हजुरहरूलाई कुनै पनि मेरो बारेमा अझै पनि जिज्ञासा छ, केही सुझाव छ, केही जे छ त्यो यदि हजुरहरूलाई लेख्न मन लाग्छ भने सोध्न मन लाग्छ भने कृपया कमेन्ट गर्नु होला। म हेर्ने छु हजुरहरू सबैजनाको कमेन्ट हैन। अब सबैजना त के भन्नु, कमेन्ट नै गर्नुहुन्न, धेरैले हेर्नु त हुन्छ हल्का फुल्का हैन, तर पनि कमेन्ट पनि गरिदिनु होला, लाइक पनि गरिदिनु होला, सब्सक्राइब पनि गरिदिनु होला भन्दै आजको लागि चाहिँ म यो भिडियो एन्ड गर्न चाहन्छु। फेरि भेट्नेछु, हस्त नमस्ते, सी यू, बाइ बाइ, लभ यु एभ्रीवान।